भान्जी भतिजी नि नवीक्षा मगर पनि हुनुहुन्छ बाल कलाकार। उहाँलाई हामीले अस्ति पनि भेटेका थियौँ र धेरै धेरै धन्यवाद नानी। र हाम्रो यहाँहरू सबैजनाको हातमा मोबाइल पक्कै छ। आफ्नो ठाउँमा यता स्थानमा आसन ग्रहण गरेर चाहिँ तपाईँहरूले मोबाइल पनि खिच्नुहोला। अनि किनभने म जस्तै पुड्को मान्छे पनि पछाडि हुनुहुन्छ, उहाँले नदेख्न सम्मान गर्न चाहन्छु। चलचित्र कर्मी महासङ्घका महासचिव दिनेश कोइरालाज्यू पनि हुनुहुन्छ, उहाँलाई पनि म स्वागत सम्मान गर्न चाहन्छु। यसै गरी हाम्रो याक्थुम चलचित्र कर्मी सङ्घको कोष अध्यक्ष तेज मेनाङ्गोज्यू पनि हुनुहुन्छ, उहाँलाई पनि एकदमै स्वागत सम्मान। यसै गरी उपाध्यक्ष मीना सिंहज्यूलाई पनि म हार्दिक स्वागत सम्मान र भर्खरै निर्माणाधीन चलचित्र पहिचानका हाम्रा निर्माता रामजी विष्टज्यू पनि हुनुहुन्छ, उहाँलाई पनि म स्वागत सम्मान गर्न चाहन्छु। थुप्रै याक्थुम चलचित्र कर्मीहरू आउनु भएको छ, सबैको नाम मैले यहाँ लिनलाई अलिकति असमर्थ भएर विशेष गरी म धन्यवाद फ्रेन्च सिनेमाजका म्यानेजर सन्देश घिमिरे सर, उहाँको लागि ताली है सन्देश सरको लागि। यता आइदिनुहोस् सर है, तपाईँ एकदमै सँगसँगै हाम्रो हामीलाई सपोर्ट सदैव गरिरह। एन्जिलाको कथा यो हामी सबैजनासँग कहीँ न कहीँ टच हुन्छ र रिलेट गर्छ र पक्कै पनि हजुरहरूलाई कहीँ न कहीँ त्यो चाहिने कथाले रिलेट गर्यो होला। एन्जिलाको यो चलचित्रमा देखाइएको मात्र 20 to 25%, त्योभन्दा दर्दनाक हामीले कल्पनाभन्दा बाहिर नसोचेका ती त्यस्ता कथाहरू छन् स्ट्रगल गर्ने क्रममा, जुन कुरा चलचित्रमा अटाउन सकिएन। र एन्जिलालाई मैले अहिले यसो हेर्दाखेरि सायद एन्जिला जतिको एकदमै कठोर, एकदमै विशाल त्यो हुन्छ नि तपाईँको स्ट्रङ भएर अगाडि म पर्सनली बढ्न सक्छु जस्तो मलाई लाग्दैन। मेरो मुटु काम छ त्यस्तो धेरै कथा छ एन्जिलाको। र अब यो अहिले तेस्रो हप्तामा चलचित्र चलिरहेको छ।